त्यसले पनि यहाँ मोडिफाई स्टिकर टाँस्यो अनि यहाँ पनि यो पनि टाँसेको छ यो अनि त्यहाँ यसमा पछाडिको विलमा पनि गर्दैछ केटोले खेतबाट सामान चोरेर ल्याउँदैछ यो घर लग्दैछ लुकेट दिस अहिले चाहिँ हामी खाना खाइरहेछौँ नि यहाँ छ यो हाम्रो भुकड उता सुनबर जस सिद्धियो यहाँ दाइ र म चाहिँ एउटैमा खाएको धेरै खाने मुड छैन नमस्ते गुड मर्निङ एन्ड वेलकम ब्याक टु द न्यू ब्लग अनि अहिले चाहिँ हामी पसलमा छौँ बाइक धोएर मजाले अनि खोलेको छ यहाँनिर बेन्ड छ नि त यो यसलाई सोझो बनाउनु यसरी थाहा पाइरह होला होइन यहाँ एज यु क्यान सी दिस त्यो बेन्डको कारणले खोलेको छौँ हामीले अघि नै यसलाई खोलेको अनि भ्लग चाहिँ अहिले स्टार्ट गर्दैछु अनि यहाँ दाइ छ त्यहाँ पछाडि शाहरुख खान छ हाम्रो सलमान खान लजाउँछ केटो सो यसलाई अब त्यो ग्यास वेल्डिङमा लग्नु पर्ने छ ग्यास वेल्डिङमा लगेर अनि सोझो बनाउने बाँकी बाइक मजाले धोएर अनि यहाँ मोटर गार्ड त्यो स्क्र्याच लागेको थियो हल्का डेन्ट पेन्ट हान्न दिएको छु बिस्तारै बिस्तारै टाइम पाएपछि गर्दैछु धोको थियो कस्तो खर्रो खर्रो भएको क्या बालुवा लागेको रहेछ त्यो भएर सो अहिले चाहिँ अब यो रिम लिएर जाम होइन पहिला ठिक छ अनि सलमान खान अहिले चाहिँ यसले उठाएर लग्दैछ मलाई यसको बाइक मोडिफाई गराउने अरे अब जाम न त यसको बाइक मोडिफाई गराउन यस्तो कुदाउँछ यो जामा लाउने डर लाउँछ यार ल जामा अब यसको बाइक मोडिफाई गराइदिनु पर्यो आन्दोलन हुँदैछ त यहाँ के को पुरा आन्दोलन हुँदैछ मन्त्रालयको अगाडि त्यसले पनि यहाँ मोडिफाई स्टिकर टाँस्यो अनि यहाँ पनि यो पनि टाँसेको छ यो अनि त्यहाँ यसमा पछाडिको विलमा पनि गर्दैछ केटोले अहिले चाहिँ भइसक्यो कम्प्लिट मोडिफाइड गरेर यो अब के नामसम्म लेखाउँछु भने चाहिँ पछि लेखाउँछ होइन भाइ चाहिँ हामी यहाँ आएको छौँ चौरीमा म यता बाइकमा बसिरहेको छु अनि लुक एट द्याट वेट खेतबाट सामान चोरेर ल्याउँदैछ यो घर लग्दैछ लुक एट दिस आँटेको चोरेर भाइ अर्काको खेतबाट खै के गर्ने हो थाहा छैन यही लिनलाई चाहिँ यहाँ आएको छौँ हामी मलाई चाहिने होइन म यसको घर आएको थियो अनि यसले लिएर आऊँ भनेको त्यही राख चाहिँ हामी पसलमा छौँ यो आयो यसलाई चिया खुवाएँ अनि म चाहिँ अब बसिरहेको छु लाइन गएको थियो ठ्याक्क क्यामेरा अन गरेको लाइन आयो यति बेला हाल्दैछ वेलकम अनि यहाँ छ हाम्रो दिल्लो रानी अनि ऊ त्यहाँ हाम्रो दाई मजदुरी गर्दै अनि यहाँ म ह्यान्डसम प्लस शब्दहरू बोल्दैछ ल ल के गर्दैछ हेर न ल अनि यहाँ सलमान खानको एन्ट्री सो हेलो गाइज डाइरेक्ट मोटो भ्लगिङ त्यो पनि राति अब अहिले चाहिँ खासमा एकजनाको बिहे एटेन्ड गर्नु छ अनि त्यसैमा हिँडेको हामी म दाइ अनि त्यो प्रियांशु आउँदैछ
मेरो साथी अब साथी हुँदा नि रमाइलो हुन्छ नि त, त्यही भएर उसलाई नि लिएर हिँडेको मैले चाहिँ। अनि अगाडिको मोटर गार्ड छैन, कस्तो माथिसम्म त्यो फोहोर आइरहेछ। अनि त्यो प्रियान्सुलाई बोलाएको छु अगाडि, त्यहाँनिर आउँछ अरू लिन जानुपर्छ, लेट सी होइन। र अहिले चाहिँ हामी हिँडेको टाइम भने अहिले 10 बज्न लाग्यो होला, 5-10 मिनट बाँकी होला, त्यस्तै टाइम भएको थियो। लेट्स गो। राति उति मोटो भ्लगिङ अब त्यस्तै हो, गर्नुपर्छ कहिलेकाहीँ, धेरै दिन भएको थियो मोटो भ्लग नगरेको। सो वी आर हेडिङ, यही नजिकै जनकपुरमै छ, धेरै टाढा त होइन, जनकपुरमै छ। यो हाइवेमा आउने गाडीहरू त यहाँनिर आउनुपर्ने थियो, त्यसलाई खै अहिलेसम्म आएको छैन। बोलाउन त यहीँनिर बोलाएको थिएँ। लेट्स गो, लिएरै आऊँ न त्यसलाई। ओ त्यहाँ छ ऊ। मान्छे पनि ब्ल्याक, लुगा पनि त्यसले फुल्ली ब्ल्याक लगाएको छ, परैबाट थाहा भइसक्यो। भने होइन, लुक दिस म्यान, देख्नु भयो? भिडियो स्टार्टै बक्चो दिने। सो अहिले यसलाई नि पिकअप गरिसके। अब यो आएपछि त के बोल्न दिन्थ्यो र, के बोल्छ, त्यस्तै हो यो। इसका कारण नरेन्द्र मोदी। पुरै बन्द भइसक्यो। यसले पनि बनाउँदैछ आफ्नो भ्लग। ए रामानन्द चोक भन्दा अगाडि जानु छ। के भन्छ यिनीहरूको भ्लग सुन न। यता जानु छ। हाइवेबाट जानुपर्ने छ, 3 जना बसेको छौँ, गाह्रै हुन्छ जान पनि। लेट्स सी, अगाडि होप ट्राफिक नहोस्, नत्र मिरर सिरर पनि केही पनि छैन, फेरि गाह्रो पर्छ हामीलाई। ट्रिपल लोडिङ प्लस नो मिरर मोडिफाइड, गाह्रो बनाइन्छ फेरि हामीलाई। अनि रामानन्द चोक भन्दा त्यो अगाडिको चोक भन्दा हल्का अगाडि छ। अनि जाँदैछौँ, हेरौँ। मेन त्यही चोकमा हुन्छ कि ट्राफिक भनेको, ट्राफिक पुलिस त्यहीँनिर हुन्छ। एन्ड वाट्स द्याट, धेरै दिनपछि हाइवेको भ्यू, राति मोटो भ्लगिङ धेरै भएको थियो नि हो नगरेको त। होप ट्राफिक नहोस्। ट्राफिक छ कि के हो? चेकिङ भइरह, चेकिङ हुँदैछ कि होइन? अगाडिको लाइट आएकोले कस्तो उयो, गाडीको ब्रेक लाइट पनि चेकिङ जस्तो लाग्छ। यताबाट जाऊँ न त होइन, साइडको बाटोबाट जाऊँ। त्यो होटेल त्यहाँ छ नि, 7 स्टार भन्ने त्यही होटेल हो। हामी चाहिँ आइसकेका छौँ। लेट्स गो। And here we are.
घर जस्ट सिद्धियो। यहाँ दाइ र म चाहिँ एउटैमा खाएको, धेरै खाने मुड छैन। सो यो चाहिँ यत्रो खान्छ एक्लै। अनि अहिले टाइम चाहिँ 1 बज्दैछ, 1 रातिको। ल अहिले चाहिँ 1 बजे भन्दा नि माथि भइसक्यो। यही होटलमा थियो। अनि अब चाहिँ हामी फर्केको घर। खानासाना खाइयो, बिहे हेरियो, फर्केको। ओहो चिसो पो लाग्दो रहेछ त यस्तो राति गाडी चलाउँदा त। रोड पुरै खाली हुँदो रहेछ रातिउति त। ए रामानन्द चोक हाम्रो फेमस चोक। अहिले चाहिँ यहाँ बिरारी चोकमा आइसकेँ। अब यहाँबाट साथीलाई ड्रप गर्ने, उता अगाडि ड्रप हान्नुपर्छ यसको। यसलाई घरै पुर्याउनुपर्छ। ल यसलाई चाहिँ यहाँ यसको घरमै ड्रप हानिदिएको, घरको गेटभित्रै। अब हामी नि हिँडेको। फोन गर्दैन बुवालाई गेट खोल्नुहुन्छ। यहीँबाट कल गरिदिँदा राम्रो नि त होइन, गेट खोलेर राखिराख्नुहुन्छ नि त। दुई मिनट त लाग्छ यहाँबाट। अनि सो हामी चाहिँ पुगि नै सक्यौँ अब घर। अब तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने होइन लाइक कमेन्ट हानिदिनु, सब्सक्राइब पनि गरिदिनु कृपया। एउटा राम्रो एकदम ब्युटिफुल कमेन्ट नै हानिदिनु। सो आजको लागि यति नै। सो सी यू इन नेक्स्ट ब्लग। टिल देन बाय बाय, टेक केयर।